साथीहरु म चाहिँ अहिले बैलपाटा भन्ने यो अछामको अस्पतालमा आइपुगेको छु। यहाँ चाहिँ हाम्रो मम्मी बिमारी भएको कारणले लिएर आएको। मलाई एकदमै खुसी लागेको छ के यस्तो ठाउँमा तपाईलाई थाहा छ 1 रुपैयाँ पनि हाम्रो खर्च भएन। निशुल्क सब थोक भिडियो एक्सरे सब थोक निशुल्क भयो। एकदमै खुसी लाग्यो। यो विदेशी संस्था र नेपाल सरकारको सहयोगमा बनाएको रहेछ। हामी त्यही दिन अस्पतालबाट आएर बेलुका चाहिँ नाटेश्वरी मन्दिर जाँदैछौँ। बोका चढाउने भाकल थियो मम्मीको, त्यही भएर म चाहिँ अगाडि अगाडि जाँदैछु। मेरो श्रीमानले पछाडि पछाडि खिच्नु हुँदैछ। अनि म भन्दा पनि अगाडि भनेको फुवाजु हुनुहुन्छ। अब यो चाहिँ हाम्रो घरबाट तल गाडी चढ्ने ठाउँमा जाने बाटो हो। यो चाहिँ हाम्रो बस स्टप हो। यहाँ चाहिँ गाडी आउँछ, हामी त्यहाँ गएर चाहिँ गाडीको प्रतीक्षा गर्नेछौँ। अनि हेर्नु न गाडी आएन, त्यही भएर हामी चाहिँ सफारीमा जाँदैछौँ। अनि जाँदाखेरि मेरो श्रीमानले यो ठाउँको बारेमा मलाई धेरै कुरा सिकाउनु भयो, बुझाउनु भयो। अनि हामीलाई दुःख लाग्यो किनकि यो दसैँको सिजनमा बेलुकाखेरि गाडी नपाइने रहेछ। हामीलाई सो थाहा थिएन, त्यही भएर हामी यो सफारीमा जाँदैछौँ। हाम्रो बोका पनि एकदमै खुसी छ। पहिलोचोटि जिन्दगीको पहिलोचोटि सफारीमा चढेको। अब उत्रेर हामी यहाँदेखि ओह्रालो जाँदैछौँ। यो तल देखेको खोला छ नि, हो यो खोलाको त्यो परको झुलुङ्गे पुल हामी पार गरेर बोका हिँड्न नमानेर कस्तो टेन्सन भएको थियो, तर पनि फुपाजुले डोर्याउँदै हुनुहुन्छ। त्यो पुल पार गरेर हामी जाँदैछौँ। आयो आयो बल्ल आउन आँटेको, थोरै हिँड्नु पर्दैन रहेछ है। यो बोका नकुदेर फेरि अनि बल्ल 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 हिँड्नु। अनि झुलुङ्गे पुल आयो। अनि त्यहाँ दोकान पनि थियो, मलाई भोक पनि लागेको थियो, तर खाना चाहिँ केही खाइएन। सोध्यौँ त्यहाँनिर कहाँ जाने हो भनेर। अनि फुपाजुले फेरि बोकालाई त्यस्तो तान्नु हुँदैछ है, नआएर यस्तो टेन्सन है। डोरी नै चुट्यो, धन्न मैले पगाडी हालेँ, नभए बोका भएको थियो। अनि घरमा कराउनु हुन्थ्यो। मेरो श्रीमान चाहिँ पछाडि पछाडि हुनुहुन्थ्यो। अनि मैले क्यामेरा लिएर तपाईँ अगाडि जानु, मैले धपाउन सकिनँ भनेर मेरो श्रीमानलाई पठाएँ। अनि मैले खिचेँ। सो यो झुलुङ्गे पुल कति रमाइलो है। यहाँको मलाई श्रीमानले भन्नुहुँदै थियो के भनेर। अनि मलाई भनेको थिएँ के हामी चाहिँ यो माथिको डाँडासम्म जान्छौँ। त्यहाँ चाहिँ नाटेश्वरी मन्दिरको थान छ। हामी चाहिँ नाटेश्वरी मन्दिरको दर्शन गर्न जाँदैछौँ। किनकि त्यहाँनिर चाहिँ हाम्रो कर्म पनि नाटेश्वरीकै भएर। यो नदी चाहिँ बुढीगङ्गा नदी हो। अनि यो पुल चाहिँ झुलुङ्गे पुल हो। यहाँ चाहिँ यति टेन्सन रहेछ साथीहरू, यो पुलबाट चाहिँ हरेक सामान वारीदेखि पारी चाहिँ मान्छेले नै बोकेर पुर्याउनु पर्ने के। अब गाउँमा पक्की पुल नभइसकेपछि अब यातायात आवत जावत गर्न अवरोध त भइहाल्छ। हामी रातभरिको पर्खाइपछि बल्ल 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 के आयो, जीव आयो। त्यस पछाडि हामी नाटेश्वरी मन्दिर गयौँ। हामी चाहिँ यसलाई चढाउनको लागि नाटेश्वर मन्दिरमा आएका छौँ। यहाँ त अब सबै टेन्ट गाडेर बस्नु भएको रहेछ। हामीले चाहिँ अब केही थाहा भएन। अनि त्यही भएर हामीले चाहिँ ओर्ने मात्रै ल्यायौँ, तर ओछ्याउने चाहिँ ल्याएनौँ। अहिले चाहिँ सबैजना यसरी बस्नु भएको छ, तर नदेखिने रहेछ। भोलि बिहान म यसको कन्टिन्यू भोलि बिहान खिच्छु। सो अहिले चाहिँ अँध्यारो छ। यहाँनिर चाहिँ हाम्रो रोटी बनाउनुहुन्छ आन्टीले। अनि रोटी सब्जी 300 रुपियाँमा खान पाइन्छ। चिया पाउँछ 20 रुपियाँमा। एउटा रोटी खाने हो भने 20 रुपियाँमा पाउँछ, होइन आन्टी? हो ल, हाम्रो फुपाजु होइसिन्छ यहाँनिर। मेरो श्रीमान होइसिन्छ, देखिँदैन तर इट्स ओके। वेलकम टु। यो चाहिँ यसरी घन्टाहरू राखिएको छ। अहिले राति भए पनि मैले थोरै मेमोरीको लागि खिचेको। फेरि यो समय फर्केर आउँदैन, यो दिन फर्केर आउँदैन। हामी यो ठाउँमा फेरि कहिले आउँछौँ थाहा छैन। अब म यहाँनिर चाहिँ महाकाल गाउनु हुँदैछ। महाकाल गाउनु हुँदैछ यहाँनिर चाहिँ हाम्रो नाटेश्वरी देवीको। नाटेश्वरी बाहिरबाट त मिलिहाल्छ। केही पनि थाहा छैन, त्यही पनि मैले भिडियो बनाउँदैछु, तर त्यस्तो देखिएको छैन। यहाँ चाहिँ यसरी बोका खसेर राखिएको छ।
यहाँ खसी बोकाको छेउमा आमाहरू बस्नु भएको थियो अनि म चाहिँ मागल सुनेको छुइनँ नि त त्यही भएर आमाहरूसँग सुनौँ भनेर आएको यस्तो अनि आमाहरूलाई मैले रिक्वेस्ट गरेँ होइन गाउनु गाउनु लाज लाग्यो ए बिहान भइसकेको छ हामी सबैले नुहाइसकेका छौँ तर मन्दिरको पुजारी पुगेका छैनन् कतिखेर उठ्छन् सायद 8-9 बजीतिर पूजा सुरु हुन्छ अरे हेरौँ कति बजी हुन्छ आगो पनि देखाइला हामीलाई पनि देखाइला हेलो गाइस हाउ आर यु इन्डियाबाट यति टाढा आएका छौँ अब यहाँ पूजा सुजा छ हजुर म त्यो मालवीय नगरबाट आएको हुँ हजुर मालवीय नगर कहाँ पर्छ यो मालवीय नगर साउथ दिल्ली पर्छ साउथ दिल्ली सुन्दा सबै आज पूजाको लागि आएका छौँ गाइस पानी यहाँ धेरै टाढा हो यहाँ चिसो लास्टिङ छ त्यसो दौराउनु वाला हो बाल्दिन थिए उ मात्र गर्छ धुका लाग्यो कति छुच्चे है सबैले भिडियोलाई बढी अगाडि लाइक साइक गरिदिनु यतिबाट पनि अब नेपाली भाषी यति छुच्चे पनि हुनु भएन नि मान्छेले हो यति टाढा टाढाबाट धर्मप्रति आस्था राखेर समयमा काम भएन भने दुःख लाग्छ हेरौँ कति बजी सुरु हुन्छ साथीहरू अब उज्यालो भइसकेको छ हेर्नुहोस् त्यहाँ देखिरहेको त्यो डाँडो छ नि त्यो डाँडो चाहिँ बडीमालिका मन्दिरको हो त्यहाँ चाहिँ बडीमालिका पर्दछ
बैनीमालीका मन्दिर पनि बाजुरामा भएको एकदमै प्रख्यात धार्मिक स्थल हो। यहाँ चाहिँ धेरै मान्छे आउनुहुन्छ। अहिले हामी चाहिँ नाटेश्वरी मन्दिरमा छौँ। यो पनि एकदमै राम्रो, एकदमै धेरै प्रख्यात पर्यटकीय स्थल अथवा धार्मिक स्थल हो। यो ठाउँमा विशेष गरी चैते दसैँ र बडा दसैँमा धेरै मान्छेहरूको भिडभाड हुँदो रहेछ। यहाँ चाहिँ दसैँ पर्वमा आउने मान्छेहरू विभिन्न ठाउँबाट आउनुहुँदो रहेछ। म भिडियो खिचिरहेको थिएँ, यता फुवाजी पनि मलाई खिचिरहनु भएको रहेछ। फाइनली हामी यो मन्दिर हो हाम्रो, यो मन्दिर चाहिँ भगवती मन्दिर। यहाँ चाहिँ होम हुन्छ। यो चाहिँ नाटेश्वरी मन्दिर भन्छन्। यहाँ चाहिँ विशेष चाहिँ नाटेश्वरी नै हो। अनि यो देखिनु भएको छ यो छेउको सानो मन्दिर हो। यो मन्दिर चाहिँ कालिकाको मन्दिर हो। यो भगवती माताको मन्दिर। अनि पछि उयो गर्ने पनि यता हुन्छ। यहाँ चाहिँ उयो गर्दै हुनुहुन्छ, हाम्रो पाठ गर्नु हुँदो रहेछ हाम्रो पण्डितजीले। यहाँ चाहिँ मेलै जस्तो लाग्नेछ। राति बसेका थियौँ यहाँ मान्छेहरू। हामी त्यो अन्त बसेको थियौँ। यसो टेन्ट पाल गाडेर बस्नेहरू पनि थिए। हामी चाहिँ यो पर देखिएको पाल मुनि बसेका थियौँ। आज चाहिँ हामी सुतेका छैनौँ। अब हामी यस मन्दिरका पुजारीसँग केही कुराकानी राख्न गइरहेका छौँ। मेरो नाम वीरबहादुर साई। म यहाँको पुजारी परिवारको पनि स्थानीय पनि होइन। यो अब सत्ययुगमा दिपराज छत्यालबाट निर्मित सत्यदेवको पीठ होइन। यहाँ अब बाघले होरो सापको कडेले हालेर यो मन्दिरको स्थापना भएको हो। यो यसको नाम नाचनथली हो। यो देवीको नृत्य गर्ने ठाउँ। यसको नाम पछि गएर नाटेश्वरी हो। उसरी नै यसको नामै नित्यश्वरी हो। यहाँ सधैँ पूजा भइराख्ने नित्यश्वरी देवी भएको हुनाले नाटेश्वरी नाम पछि हुन गयो। यहाँ किन सबै देवी देवताको नाच्ने गाउने एउटा थल हो यो। मालिका र यी एउटै बहिनी हुन्। सबभन्दा पहिले कान्छी बहिनी उहाँ छन्, जेठी बहिनी हुन्। उहाँ पूजा भइसकेपछि जनैपुडीमा त्यसपछि यहाँ भक्तजनहरू यहाँ पूजा गर्छन्। यो अब दिपराज छत्याल 12 वर्षको उमेरमा तपस्या गरेर देवी प्रकट भएर मालिका मन्दिर पनि उनले नै चुथेका हुन्। त्यसपछि उनलाई देवीले श्राप गरेर त्यसपछि 12 वर्ष फेरि तपस्या गरेर देवी प्रसन्न भएर ल तिमीलाई जो वरदान माग्छौ नाटेश्वरीमै दिन्छु, त्यहीँ गएर त्यहाँको पुजारी हुनु, त्यहाँको निर्मल खानु, नित्य त्यहाँको पूजा गर्नु, पूजापाठ गर्नु भनेर देवीले यस्तो वरदान गरेर त्यसपछि दिपराज छत्याल यहाँ आएर यो नाटेश्वरी मन्दिरको स्थापना गर्नुभयो। त्यसपछि यो घना जङ्गलमा कहीँ पनि पानी छैन। यसै जङ्गलको तलतिर एउटा सुँगरथलो नाउलो भन्ने छ। त्यहाँ नित्य पानी आइरहन्छ। कहिल्यै पानी सुक्दैन त्यहाँको। यसो परम्परा छ। यहाँ मनोकामना पुराना हुन्छ। जसले पनि अब हाम्रो भनाइअनुसार 5 दिनको प्रयास गर्छन् यहाँका स्थानीय मान्छेहरू होइन। पञ्चबली दिने चलन छ। यहाँ आएको मान्छेको मनोकामना पूर्ण हुने त्यो आस्था हुनाले यहाँ सधैँ पूजा गरिरहन्छ। यहाँ 3 थरीका पुजारी छन्। एउटा हुमारा बामन छन् बेल काटेका, एउटा साई पुजारी हामी पूजा गरिरहन्छ। यहाँ अब अहिले भर्खर राज्य स्थानीय सरकारले भर्खर यसको नेतृत्व गर्दै केही कर्मागत रूपमा विकसित हुँदै गएको छ। पहिलेको जमानामा अब बोका काटिसकेपछि टाउको पुजारीले लिने चलन थियो। अब अहिले धेरैजसो मान्छेको भनाइ के भयो भने हामी अब टाउका बिनाको मासु खाँदैनौँ भनेपछि अहिले यहाँ स्थानीय समिति, नगरपालिका, स्थानीय तहले समिति बनाएर प्रत्येक अब होइन भगवतीको बोकाको 100 रुपियाँ, कालिका बोकाको 150 दिने गरेर 100 रुपियाँ पुजारी मार्फत 50 यहाँको नाटेश्वरी विकास कोषमा जम्मा हुने गरी व्यवस्थित हुन लागेको छ। अब भर्खर अहिले स्थानीय सरकार, प्रदेश सरकार, सङ्घ सरकारले नाटेश्वरीको व्यापक प्रचार प्रसार गर्दै यसको बिस्तारै विकास
गर्न गइरहेको छ। भर्खरै अब 6 करोडमा यो मन्दिरको निर्माण गरियो। यहाँ अब मान्छे यात्रुहरूलाई पानीको असुविधा छ, टोयलेटको असुविधा छ, बस्नको असुविधा छ। त्यो हुनाले बिस्तारै बिस्तारै तल्लो गडामा धर्मशालाको निर्माण छ। प्रदेश सरकारले निर्माण गरेको छ धर्मशालाहरू, स्थानीय सरकारले निर्माण गरेको छ। र अहिले भर्खरै यो ठाउँको विकास गर्न नाटेश्वरी विकास कोष समिति स्थापना गरेको छ नगरपालिकाले। नगरपालिका मातहतमा र वडाको मातहतमा यो मन्दिरको विकास हुँदै गइरहेको छ। अब यहाँ भक्तजनहरूको सधैँ घुइँचो हुन्छ, यहाँ नित्य पूजा हुन्छ। अब यहाँ मनोकाङ्क्षा पूर्ण पनि हुन्छ। बुवा यो कुन पालिकाभित्र पर्छ? यो त्रिवेणी नगरपालिकाको वडा नम्बर 7 बाजुरा जिल्ला सुदूरपश्चिम प्रदेश। बुवालाई धेरै धेरै धन्यवाद। अब यो चाहिँ हाम्रो युट्युब च्यानलमा आउँछ। धेरैजनालाई थाहा छैन यहाँ नाटेश्वरी मन्दिर छ। प्रचार प्रसारको कमी कमजोरी। हजुर अब बढी मालिकाको यसको लागि अब खासै स्थानीय सरकार प्रदेश सरकार पालिकाको लागि त महत्त्वपूर्ण भइसकेको छ। यहाँ बाटोको असुविधा छ। हेर्नुहोस् त साथीहरू, सूर्यको किरण बैमालिका मन्दिरको डाँडोबाट सिधै नाटेश्वरी मन्दिरमा परेको छ। त्यसैले अघि हाम्रो पुजारीले भनेअनुसार बैमालिकालाई दिदी र नाटेश्वरी मन्दिरलाई बहिनी भनेर भन्नुभएको थियो। आप लोग क्या पंचबली देंगे? पंचबली बोल रहे थे पंचबली में एक साड़ी होगा और 4 धागा। साथीहरू, हामी हिजो रातिदेखि नै नाटेश्वरी मन्दिरमा बसेका थियौँ। अब चाहिँ हामी भगवानको पूजा गर्नको लागि लाइनमा बसेका छौँ। फटाफट पूजा गरेर हामीलाई आफ्नो घरतिर जान अलि हतार छ, किनभने दसैँको दिन हाम्रो गाउँतिर पनि दसैँमा मेला लाग्ने गर्दछ। साथीहरू, केही घन्टाको यात्रापछि अहिले हामी पुगिसकेका छौँ हाम्रो गाउँमा। अब हाम्रो गाउँमा पनि मेला सुरु हुन गइरहेको छ। मान्छेहरूको भिडभाड हुँदैछ, बिस्तारै मान्छेहरू जम्मा हुँदै हुनुहुन्छ है। हेर्नुहोस् त साथीहरू, आज टिकाको दिन, त्यसैले हाम्रो घरमा सबैजना परिवार अनि इष्टमित्रहरू आफन्तहरू भेला भइसक्नु भएको छ दसैँमा टिका र जमरा लगाउनुको लागि। हेर्नुहोस् त साथीहरू, आहा कति रमाइलो है साथीहरू। अब दसैँमा टिका र जमरा नलगाएपछि के दसैँ है? दसैँ भनेको नै नेपालीहरूको महान चाड हो। त्यसैले दसैँ मनाउनको लागि सम्पूर्ण परिवारहरू गाउँमा गएका हुन्छन्, सबै परिवारहरूसँग दसैँ मनाउनको लागि। हेर्नुहोस् त साथीहरू, एउटा गीत छ नि, चरिररी ररी रै चरिररी ररी रै दसैँ आयो भन्ने एउटा गीत छ। मुगलान फिल्मको यति राम्रो गीत छ साथीहरू। त्यो गीत सुन्दाखेरि दसैँ आए जस्तो भाइब्स आउँथ्यो। अहिले पनि यस्तो भाइब्स आइरहेछ दसैँ। टिका लगाइसकेपछि खानासाना खाएर एकदमै रमाइलो गऱ्यौँ। म चाहिँ जीवनको पहिलोचोटि देउडा खेल्दैछु साथीहरू, त्यो पनि बाजुरामा है। आमा दिदी बहिनी मैयाहरू सबैलाई भेला पारेर म देउडा खेल्दैछु, किनकि हाम्रो पूर्वतिर चाहिँ देउडा खेलिँदैन। त्यही भएर मेरो पहिलो अनुभव हो। हुन त मैले काम पनि गरेको छु देउडा गीतमा, तर देउडै भनेर चाहिँ खेलेको छुइनँ, अभिनय गरेको छु। म एकदम उत्साहित छु। आउनुहोस् देउडा खेलौँ है त।
कति खान्छ ए बाबु धुल्ला साथीहरू अस्ति नै कागती टिप्न गएको एउटा हाम्रो भ्लग त हेरिसक्नु भएको छ हो त्यति बेरै टिपेको कागती हो यो अहिले मेरो भतिजीले घोट्दैछिन् यो घोटेर चाहिँ हामीले यसलाई निम्की हाल्ने हो तर आज हामी उता धनगढी फर्किने भएको कारणले अब बाजुरामै बसेर चाहिँ निम्की हाल्न सक्दैनौँ त्यही भएर कोट्दै हामीले सबैजना मिलेर घोट्यौँ अनि यसरी यही सबै कलेक्ट गरेर यो डालामा यसरी हामीले राखेको छौँ अनि यही हामीले धनगढी लिएर जान्छौँ र काठमाडौँ लगेर खान्छौँ आज चाहिँ हामी घर फर्किने भनेर दर्शन गर्नको लागि मन्दिर गएको थियौँ अस्ति दसैँको बेला चाहिँ पूजा भएको थियो त्यति बेलाको फोहोरहरू त्यत्तिकै रहेछ मन्दिरमा मैले हेर्न सकिनँ र म बढाल्न थालेँ अनि यत्तिकैमा एकजना आन्टी आएर मलाई भन्नुभयो किन बढालेको तिमीले भन्नुभयो म त तर्सेँ भने उहाँले भन्नुभयो बढाल्नु हुँदैन छोरी मान्छेले बढाल्दाखेरि छाउ लाग्छ भन्नुभयो अनि नियम चाहिँ मन्दिरकै पुजारीले बढाल्नु पर्ने रहेछ यात्रा आजको अन्तिम दिन खास छ यहाँ बाजुरामा अब हामी आज लाग्छौँ धनगढीतिर होइन मिस कसो साथीहरू हामीले बिदाई भएको भिडियो चाहिँ बनाउन सकेनौँ किनकि सबैजना दुखी थियौँ हामी हिँड्ने पनि दुखी घरमा बस्ने पनि दुखी है त्यो भएको कारणले एकदमै नभेटुन्जेलसम्म को जस्तो लाग्ने है भेटेपछि चाहिँ एकदम माया मोह हुने एकदमै मलाई चाहिँ एकदम दुःख लागेको छ होइन अब आफ्नो काममा जानै पर्छ जिन्दगीलाई अगाडि बढाउनै पर्छ भेटिने र छुट्टिने त यस्तै हो नि भनेर फेरि मुटु दह्रो पारेर हामी आफ्नो गन्तव्यतिर लागेको छौँ होइन मैले केही बोल्न सकिनँ र मैले मेरो श्रीमानलाई मोबाइल दिएँ सब हुन्छ अङ्कल हाम्रो अङ्कल सोनार अङ्कल हो न क्या भन्ने अङ्कल भनेको बाघ मार्ने अङ्कल एक जमानामा होइन फ्रेन्डको बाघ मार्ने केही दिनको बसाइपछि अब म चाहिँ बाजुरादेखि अब धनगढी जाँदैछु होइन अब जोस् राम्रो भयो यहाँको बसाइ चाहिँ एकदमै खुस राम्रो यहाँ चाहिँ हाम्रो अङ्कल हुन्छ र अङ्कलजी के छ खबर क्या छ खबर है क्या छ तिम्रो खबर बोल पो न म कहिले बसेर भने मैले ठिक छ ठिकै छ कस्तो भयो त दसैँ यहाँ यसपालिको रमाइलो भयो अब यस अर्को वर्षको दसैँ खतरा गर्नुपर्छ होइन अङ्कल के गर्छु जो चाहिँ मालिका बजारको बोर्ड हो यो अस्ताउँदै गरेको सूर्यले मलाई उदाउँदै गरेको सूर्यको आवाज दिलाउँछ यति मात्र फरक छ अस्ताउँदा पश्चिम उदाउँदा पूर्व मान्छेको जिन्दगी पनि यस्तै हो कहिले यहाँ कहिले कहाँ कहिले कहाँ कहिले कहाँ हामी भोलिपल्ट धनगढी पुगेका थियौँ बिहानै तर बेलुका चिकन राइस खाने भनेर एउटा राम्रो धनगढीको फेमस एफएफसी भन्ने क्याफेमा पुग्यौँ हेलो हामी चाहिँ अहिले एफएफसीमा आएको छौँ चिकन राइस खानलाई भनिसकेको हो र
मैले सोचेको चाउमिनमा र भात पनि हुन्छ एफएफसीमा आउनुलाई चिकन पनि कम नहालिदिनु हामीले चिकन राइस खाइसकेर हामी कहाँ जाँदैछौँ भन्दाखेरि धनगढीको फेमस भात भटेनी यहाँ चाहिँ हामी सिटी सफारीमा जाँदैछौँ म मैया अनि मेरो श्रीमान स्वामी अनि हेर्नु न कति रमाइलो के है यस्तो राम्रो रोडमा लाइटहरू रहेछ है यस्तो रमाइलो लागेको मलाई त्यो देखेर जनकपुरको यस्तै छ बुटोलमा पनि यस्तै छ अनि हाम्रो विराटनगरमा पनि बन्दैछ है मैले यहाँ बोलेको त केही सुनिँदैन होइन त्यही भएर मैले यो अर्को आवाज दिएको साथीहरू नचुकिनुहोस् ल अब चाहिँ हामी भात भटेनीमा जाँदैछौँ देख्नु हो भात भटेनी 1 minute. She's cameraman. आजको लागि चाहिँ हामीले सबै घुमघाम सिद्ध्याइवरी अब घर जाँदैछौँ साथीहरू मजाले सुत्नुहोला रमाइलो गर्नुहोला जिन्दगी यस्तै छ हाँस्नुहोला गाउनुहोला नाच्नुहोला सबैजनाले हाम्रो भिडियो हेरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला यहाँलाई धेरै माया लभ यु कमी कमजोरी पनि भनिदिनु होला गुड नाइट